हाम्रो घरको ढोका चाहिँ किन यतापट्टि कुनामा सार्नु भएको, पहिला यहाँनिर राखेको भए यहाँ बिचमा राखेर राम्रो हुन्छ नि भन्दै हुनुहुन्थ्यो। तर हाम्रो सुरुको स्टार्टिङ प्लानिङमा चाहिँ ढोका यहीँनिर थियो। तर अब यो ढोका यहाँ हुँदाखेरि चाहिँ हामीलाई के असर पर्यो र गुरुले यहाँ किन सारिदिनु भयो, त्यो चाहिँ म आज गुरुलाई नै सोध्छु। गुरुकै आवाजबाट चाहिँ तपाईँहरूले सुन्नु होला है त, ढोका यहाँ हुँदा के असर परेन र यहाँ किन सारियो भन्ने कुरामा। यो यस्तो छ, हाम्रो यो घरको डिग्री अनुसार हामीले ग्रिड गरेर हेर्दा यो हजुरहरूको पहिले जुन यो पिलर भन्दा यतापट्टि थियो डाइरेक्ट सिटिङ हल छिर्ने गरी हामीले मेन डोर राखेका थियौँ पहिले हजुरहरूले। यो डोर चाहिँ भनेको वास्तु अनुसार S6 र S7 मा पर्थ्यो। त्यो S6 र S7ले भनेको घरमा लोनहरू अत्याधिक बढाउने र खर्चको मात्राहरू धेरै हुने र ब्याङ्किङ लोनहरू बढ्दै जाने हुन्थ्यो। त्यो कारणले गर्दा यहाँबाट हटाएर अहिले हामीले यो डोर भनेको चाहिँ S3 र S4 मा बनाएको छौँ। यसले भनेको चाहिँ घरमा भनेको फाइनेन्सियल गेनहरू गराउने, आर्थिक सम्पन्नता गराउने र समृद्धि ल्याउने, प्लस S4ले भनेको नेम फेमहरू एकदम डेभलप गर्ने, बढाउने, नेम फेमहरू बढाउने काम गर्छ। त्यसले गर्दा यो एकदम राइट ठाउँमा गरे आउँ। मान्छेले साउथ भन्ने बित्तिकै साउथ फर्केको घरमा वास्तु मिल्दैन भन्छन्, त्यो रङ हो। साउथ फर्केको घरले मान्छेलाई नम्बर 1 बनाउने काम गर्छ क्या। जुन तपाईँको पूर्व फर्केको उत्तर फर्केको घरले त्यत्रो एनर्जी डेभलप गर्न सक्दैन, त्यो चाहिँ साउथ फर्केको घरले गर्न सक्छ। र यो साउथ फर्केको चाहिँ S3 S4 को गेट मेन इन्ट्रान्स भनेको एकदमै राम्रो हुन्छ। त्यसले गर्दा हामीले त्यो S6 र S7 लाई हटाएर S3 S4 मा ल्याएको। तपाईँहरूलाई पनि यस्तो कुनै अब कतिजनाले भन्नुहुन्छ नि मेरो त पूर्व फर्केको घर हो, पूर्व फर्केको घरमा केही हेर्नै पर्दैन, सबै थोक मिल्छ भन्ने, त्यो त हुँदैन है। हुँदैन, त्यो चाहिँ रङ हो। किन भन्दाखेरि हामीले कुनै पनि भागलाई 8 वटा भागमा तपाईँको डिभाजन गर्छौँ। जस्तो यो उसलाई हामीले 8 वटा इन्ट्रान्समा विभाजन गरेको हुन्छ र त्यो विभाजन गरिसकेपछि त्यो इस्टको पनि पूर्वको पनि जम्मा 2टा इन्ट्रान्स मात्र लिन्छ र उत्तरको तपाईँको 3 वटासम्म इन्ट्रान्स लिन्छ होइन। त्यसले गर्दा कुनै पनि भाग पूर्व फर्केको उत्तर फर्केको घर छ मेरो घरमा सबै वास्तु मिल्छ भनेर ढुक्क नहुनु होला। पूर्वै फर्केको गेटले पनि धेरै नेगेटिभ असरहरू गरिरहेको हुन्छ, उत्तरै फर्केकोले पनि गरिरहेको हुन्छ। त्यसमा राइट जोन कुन हो, राइट प्लेस कुन हो भन्ने कुरो चाहिँ ग्रिड गरेर मात्र पत्ता लाग्छ।